विलोम स्वास्थ्यको लागि सबैभन्दा राम्रो एकदम राम्रो प्राणायाम हो। श्वास प्रश्वाससित यसले हाम्रो शरीरको रक्त सञ्चार प्रणालीलाई निको पार्छ। ब्लड प्रेसर हाई छ भने कम गराउँछ, लो छ भने बढाउँछ, पाचन प्रणालीलाई ठिक पार्छ, किडनीको समस्या राम्रो गर्छ, अक्सिजनको मात्रा सर्वाधिक हाम्रो शरीरमा गर्छ, एकाग्रता बढाउँछ। त्यो भएको हुनाले अनुलोम विलोम हाम्रो आयुलाई बढाउने गर्छ। यसले श्वास प्रश्वासलाई नियन्त्रण गर्छ। संसारमा जसले जति छिटो श्वास प्रश्वास गर्ने गर्दछ, श्वास फेर्ने गर्छ, त्यसको मृत्यु त्यति छिटो हुन्छ। सबैभन्दा कम सास फेर्ने, ढिलो सास फेर्ने भनेको कछुवा। उसले 1 मिनटमा 4 देखि 5 पटक सास फेर्छ र सबभन्दा 2.5 वर्षको 2 देखि 250 वर्ष बाँच्ने कछुवाको आयु। किनभने उसले सबभन्दा धेरै सास फेर्छ। जुन जनावरले, जुन मान्छेले धेरै श्वास प्रश्वास फेर्छ उसको मृत्यु छिटो हुन्छ। त्यसकारण योगी सन्यासीहरूले, आध्यात्मिक क्षेत्रमा लागेहरूले प्राणायामहरू गर्छ, ध्यान गर्छन् र श्वास प्रश्वास बिस्तारै फेर्ने होला नि लगभग 100 वर्षको आयु उनीहरूको एकदम राम्रैसँग बाँचेको हामीलाई थुप्रै उदाहरणहरू छन्। यो कुराहरू साइन्सले पनि प्रुफ गरेको कुरा हो। त्यो भएको हुनाले अब अनुलोम विलोम गर्ने तरिका चाहिँ के? यो बुढी औँलाले यतापट्टिको नाकको यो भाग थुन्ने, यो दुईटा औँलाले तान्ने यताबाट, आँखा बन्द गर्ने, मेरुदण्ड सिधा यसमा बस्ने। अब यो दुईटा औँलाले बन्द गर्ने। अब फेरि तान्यो, फेरि बन्द गर्यो, फेरि तान्यो, फेरि बन्द गर्यो, फेरि तान्यो, लामो सास। फेरि बन्द गर्यो, यताबाट फाल्यो, फेरि यो तान्यो यताबाट, लामो बिस्तारै, फेरि बन्द गर्यो, यताबाट फाल्यो, फेरि यताबाट यो बन्द गर्यो, फेरि यतैबाट लामो सास। हो यसलाई निरन्तर रूपमा हामीले 3 देखि 5 मिनट गऱ्यो भने हामीलाई पर्याप्त मात्रामा पुग्छ। हामीले यो अभ्यासलाई निरन्तर रूपमा हामीले गर्नुपर्छ। सबैले गर्न मिल्छ यसलाई। यसले गर्न नहुने भन्ने कुरो हुँदैन। हामी सबैले गर्न सक्छौँ नियमित प्रयास गर्न है ल।